गाइस हामी चाहिँ टक्क खाना खाइयो। अब यहाँ केटाहरूले सामान बाँधिदियो नि, टक्क हेर्न सक्नुहुन्छ। यहाँ केटाहरूलाई बोक्न नि गाह्रो भयो रे। अब त्यही भएर चाहिँ टक्क यहाँ सामान बाँधिदियो नि। हामी नि अब टक्क खाना खाइयो। हामी चाहिँ अहिले रेडीको ठाउँमा हौँ टक्क। ल ल गाइस, हामी चाहिँ निस्केको। बर्खे चाहिँ औडा भयो यार, के गर्ने यार। हेर्न सक्नुहुन्छ काली गण्डकी टक्क लाएर हामी चाहिँ अब यहाँ एकचोटि पहिला नि आइदिउँ। हाम्रो हजुरबालाई चाहिँ यहीँ चलाएको हो। अब चाहिँ मस्त ट्याक्स पारामा हिँड्ने होइन। म चाहिँ सिङ्गल हो, केटाहरू चाहिँ पछि डबल डबल छन्। सामान बाँधियो मेरोमा, मस्त हिलमा जाने हो, सुस्त होइन। हेर्न सक्नुहुन्छ वरपरको खोलाको साइडमा एउटा चाहिँ बाटो चाहिँ मजा आउँछ होइन, चिसो पनि आउँछ। यहाँ यता चाहिँ म फर्स्ट टाइम आएको। यता यहाँसम्म चाहिँ आएको थिएँ पहिला पनि, अस्ति भर्खर भाइसित पनि आएको थिएँ। यता चाहिँ फर्स्ट टाइम हो। मैले जाने भने अझै घुम्नुपर्छ। किन त लस्क्यो होइन, यो धेरै त ढल्किसक्यो कि। गाइस हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले के भन्छ सत्यवती भन्दा अघि आइसक्यौँ। यही हो अरे कालो खोला भन्ने। केटाहरूले चाहिँ टक्क लाएर फोटो खिच्न आँखान्। यही यो खतरा आउँछ भन्दै थिएँ, कतिखेर कहीँ लेदो आउँछ भन्दै थिएँ होइन। टक्क मेरो बाइक देख्न सक्नुहुन्छ, सामान पुरै नफाल्दैन केटाहरूले। सिङ्गल भन्ने डबल मान्छे भन्दा झन् झ्याउ भयो मलाई यहाँ सामान, तर त्यस्तो त छैन होइन। अलि हल्का लड्केको त्यही भएर डर लाग्यो, गाडी आयो उताबाट होइन। सामान त डेन्जर भन्यो, तर हल्का यता लस्कियो कि जस्तो लाग्यो, केही छैन। अलिकति दुःख हुनुपर्छ। कालो खोलो होइन, सक्नुहुन्छ कि। म चाहिँ भिडियो गर्नुपर्ने कि त्यहाँ यार, भिडियो चाहिँ गर्न हेर्न सक्नुहुन्छ केटा डक्का फोटो हेर्न आँखान्। बिचबाट हालेको छ भन्नै गढेको यार साथी, बिचबाट हालिदिएको तेरो बा। एकचोटि काठमाडौँबाट आउँदा त्यस्तै भएको थियो। के भएको थियो भन्दाखेरि अनि हरि जान्थ्यो त्यो के अरे डाउन्ने भन्दा अगाडि, अनि त्यसपछि हामीले साइडबाट हाल्यौँ क्या। दाइ यताबाट हाल्नु भनेको तिमीले अर्को ठाउँबाट हाल्यो होइन, त्यो बाटो थिएन। अनि अघिल्लो टायर त होइन पुरै भस्मै गएको थियो कि भस्मै। होइन हामी उल्टेर अगाडि गएनौँ यार, अनि फेरि निकाल्थ्यो। सबले साइडबाट हाल्दै थियो, मैले बिचबाट हालिदिएको यार। यार गढेको भयो त क्रेजी हुन्थ्यो, क्रेजी। केही भएन, मजा आयो। दुईटै नयाँ टायर छन्, त्यही भएर त्यो साथीको पनि गर्दिनँ क्या आजभोलि। पछिल्लो त अब खोइ यो डबल डिस भएर होला लग्यो नि, नत्र
टायर चाहिँ ठिक छन्। नितिन अगाडिको चाहिँ अरिजिनल टुसको यामाले एफको अरिजिनल हालेको कति महँगै परेको थियो यार अघिल्लो यार। है त गाइस हेर्दै गर्नु होला होइन। अब बाटो लङ छ नि त, अब कुन गरम सबै गरम हुन्छ। त्यही भएर चाहिँ अब मैले अब जसमा पाइपर्छ त्यहाँ गर्छु होइन। अब सबै भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ है त गाइस। अहिले सुता भन्ने ठाउँमा आइसक्यौँ। बाटो यता ठिकै थियो, त्यस्तो अफरोड त अफरोडै थियो, त्यही पनि ठिकै थियो, मजा आएको थियो त्यो चलाउन होइन। यहाँ तर गाउँ चाहिँ दामी होइन। खै यतातिर त हो टक्क होइन। हेर्नु न पुरै बिचमा घर छन्, बिचमा सरी बाटो छ, साइडमा घर छन् होइन। यस्तो चिसो होइन। तर गर्मी चाहिँ लास्टै भयो कि खै यो रेनकोट लाएर हो कि ठाउँ पनि गर्मी भएर होला जहाँसम्म गर्मी नि बवाल भयो होइन। अब ठाउँ पनि दामी रहेछ नि त होइन। अब फर्स्ट टाइम आएको भएर होला होइन। तर मिठो यार। यस्तो ठाउँमा आफ्नो सबै गाउँका केटाकेटी जानु पनि कम रमाइलो हुन्थ्यो होला यार। नि यार अब सबै विदेश गयो होइन। सबै साथीहरूलाई सम्झेको छु होइन। अब केटाहरू बाहिर गयो नि त सबै। अब नेपालमा नि खासै फ्युचर छैन नि त अब अहिले। अब सरकारले अब धेरै उयो गरिसकेछ, दबदबा गराइसकेछ। अब नेपालमा गाह्रै छ फ्युचर बनाउन। लुट्ने चोर्ने ठग्नेको त मजाको छ भनौँ होइन। एकदम अब ठुलै मान्छेको हुनु पऱ्यो, एकदम खत्रै हुनु पऱ्यो होइन। जेमा पनि आजभोलि जोसी छ नि हार गुहार माग्नु पर्छ केही गर्नको लागि। रुपाको अनि बल्ल लौ मैले त पेट्रोल बल्ल देखाएँ यार। तर राख्नु चाहिँ कति 10 लिटर ल 13-14 लिटर थियो होला तेल। अनि पुरै ऊ देखाएको थियो कि नेट देखाएको थियो, टङ्की बिग्रिछ। त्यही भएर टङ्कीको त उवाला के भन्छ एउटा मिटर, तेलको मिटर बिग्रेछ। त्यही भएर अब कम देखाउँछ तेल त। अब हाल्यो, अब फुल हाल्न हुन्थ्यो। अब बाइक भारी हुन्छ, अब भारी बरु पछि चाहिँ हाल्न हुन्छ भन्ने, त्यही भएर हालेन। है त गाइस अब हेर्दै जाऊँ बिस्तारै होइन। आजको यात्रा कहाँसम्म हुन्छ त्यति थाहा छैन। अब केटाहरूले उहीँ पुगौँ भन्यो नि, अब उहीँ किन पुग्न पऱ्यो र अब झार्दै जाऊँ भनेको। अब साँझ टाइम कति बजीसम्म अब हिँडिन्छ भन्ने कुरो हो। है त गाइस ठिक छ। अब हजुरहरूले माया चाहिँ गरिदिनु पर्छ है मलाई जे भयो भने होइन। अब भर्खर सुरु गरेँ युट्युब, त्यही पनि युट्युब पनि बन्द गर्थ्यो तर हाम्रो चाहिँ चलेछ। अब हेरौँ त्यही पनि अब खुलाउँछ कि आँट्छ कति दिनसम्म बन्द गर्ला र। ल है त गाइस बन्द भयो गाइस। अनि यहाँ टेस्ट हुँदैछ। मजा आयो मजा। अब अलि महिनालाई 2-4 दिन एडजस्ट गर्नु पऱ्यो। बाटोले त खतम भयो। कालो माटो
त्यो मन्दिर पुरै हाइट भयो कि त्यो उठेको घरमा फिलिम बजार आइयो दार्जिलिङ अनि दार्जिलिङमा कति गयो चक्कर लगाएर ल्यास गराउनु भाइ देख्न सक्नुहुन्छ खोला होइन खोला चाहिँ बगलमा माथि हेर्नु न पुरै यस्तो दामी झर्ना देखियो कहाँबाट हारे यत्रो जङ्गल छ त्यो माथिबाट आयो ल सायद बर्खा मात्र होला यत्रो खोलो हिँड्दा त अलिक कम हुन्थ्यो नि त के छ केटा हौ राइड कस्तो चलिरह्यो राइड कस्तो भयो जाऊ हामी बाला पौडी ल यताबाट एउटा फोटो हानिदियो टक्क है त गाइस अहिले पछि भेट्नुपर्छ म पारि अब यस्तो भिडियो कतियन दिएर साध्यै होइन मलाई लास्टमा झ्या हुन्छ अहिले काटेर फाल्न त्यही भएर है अब चाहिँ पुरै अफरोड हो अब 32-33 किलोमिटर छ घोरपाटन हो जाने ए ल ठिक छ आउनु न बिस्तारै हजुर अगाडि केटा बाटो चाहिँ अहिलेसम्म ठिकै छ एक दुई ठाउँ त्यो अलि अप्ठ्यारो भन्ने ठुलो नत्र ठिकै छ भनौँ यो अफरोड चाहिँ अब कति भनेपछि 32-33 किलोमिटर हो रे अब यता अहिले खास गरी भनेको अब पानी परेन नि त पानी नपरेपछि आजको दिन चाहिँ शुभ साइड रहेछ भनौँ पानी परेन अनि त्यही भएर हामीलाई हिँड्न पनि सहिलो भयो बिचमा कतै यताउति केही पनि परेन हामी नत्र पानी परेको भए चाहिँ खोलासोला चाहिँ अलि ल्याङ हुन्थ्यो नि त जे भयो नि मौसम चाहिँ दामी प्रोजेक्टहरू एकजना केटाहरूले आज भगवान्ले साथ दिए हेरौँ केटाहरू चाहिँ अघि निस्किसके निस्किएको त्यो गोप्रो र स्ट्यान्ड चाहिँ हल्का लुज भएछ अनि त्यही भएर अब बिस्तारै जानुपर्ने हुन्छ बिग्राएर पनि काम छैन बाटो यस्तो छ सेफ जाने हो टक्क सिल्याक पारामा अल्टाउल्टी जोगाउँ भन्ने त त्यस्तै हो अब उतार त अलरेडी जोगाइएको सकिन्जेल अब त okay. Hey. Okay. के अरे यो गोबर राख्ने हल लुज भएको थियो अनि त्यही रोकेर है हामी चाहिँ अहिले टक्क अब ढोरबाट निस्किसक्यौँ यहाँ अफरोड छ बाटो पनि होइन टक्क लाएर धन्न आयो त्यो आउनु एडिट गरेर फालिदिन्छ टेन्सन नगर नि यार यहाँ हेर्नु
गाइज हामी चाहिँ टक्क लाएर अब चाहिँ हामी चिया नास्ता खाना चाहिँ यहाँ छिरिसकेका छौँ। त्यहाँदेखि बाटो चाहिँ अलिक खतमै रहेछ। अब झन् माथि कति खतम हो 32-33 किलोमिटर भन्दै। अब सोधेको एउटाले 1 घन्टा लाग्छ भन्छन्, कतिले 2 घन्टा पुगिन्छ भन्छन्। अब हामी टक्क चिया खाइन्छ अनि नास्ता पनि खाइन्छ अनि हामी चलिन्छ।